रायोको गयो जमाना, रायोको सागको गयो जमाना, आयो फर्सीको मुन्टाको। खाना चाहिँ साह्रै मिठो साथीहरू, केलाउन चाहिँ लास्टै लन्ठाब। गुड मर्निङ, नमस्ते, नमस्कार साथीहरू। मुख पनि नधोइकन नमस्ते नमस्कार भइरहेको छ। म चाहिँ यताउति गरेर सबै कामहरू भ्याएर अनि साग चाहिँ पहिले नि टिपटाप गरेर अब फटाफट साग केलाएर अनि अरू कामहरू गर्नु पर्यो भनेर, किनभने यो फर्सीको मुन्टा चाहिँ अलि खाना चाहिँ मिठो, केलाउनु चाहिँ लास्टै ज्याउ हुन्छ नि त। अनि त्यही भएर हामी फटाफट साग केलाउन लाग्दै आजको भिडियो चाहिँ सुरु गऱ्यौँ है त साथीहरू। सन्चै हुनुहुन्छ? म चाहिँ एकदम सन्चै आरामै छु। आशा छ हजुरहरू पनि म जस्तै सन्चै आरामै हुनुभएको होला भन्ने आशाको साथमा साथीहरू मैले चाहिँ आजको भिडियो बिहानै सुरु गरेँ है त। मेरो चाहिँ परेवा वहाँ छानामाथि बसेर पखेटाहरू हल्लाउँदै बसिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू। आज चाहिँ घाम लाग्छ लाग्दैन, धम्म धुम्म जस्तो मौसम छ हाम्रो यतातिरको चाहिँ। हामी चाहिँ यो फुलको बोट मुनि बसेर चाहिँ साग केलाउन थाल्यौँ। ल त साथीहरू, आजको भिडियो सुरु भयो है। फुलहरू चाहिँ यति धेरै झरिरहेको छ, उठाउँदैनन् है। हल्का हल्का घाम भए तापनि हावा चाहिँ मजाले आएको छ, त्यही भएर शीतल शीतल भएको छ। अनि अब चाहिँ साथीहरू ठ्याक्कै खाजा खाने टाइम भएको छ। अनि अहिले भनेको दिउँसोको टाइम। अनि बिहान भिडियो सुरु गरेदेखि चाहिँ एकैचोटि दिउँसो हाम्रो भेटघाट भयो। अब चाहिँ म गइरहेको छु खाजा बनाउनलाई। अनि के बनाऊ जस्तो भइरहेको छ, हेर्दैछु। यतिभरिमा म के चाहिँ पकाऊँ त भन्दाखेरि के पकाऊँ, पिर्ती पकाऊँ कि रम्पमै बनाउने, सबैभन्दा नर्मल एकदम नानीहरूलाई पनि हुने है। पिर्ती चाउचाउ अलिक पिरो हुन्छ नि त, रम्पम बनाउन गइरहेको छ साथीहरू। रम्पम चाउचाउ अन्डा हालौँ कि नहालौँ भन्दाखेरि अन्डा चाहिँ नहालौँ होला कि, अन्डा नहालिकन बनाउँछु है त साथीहरू। हजुरहरू पनि आउनु होला खाजा खानलाई। मेरो मुने चाहिँ आइवरी उहाँ हेरिरहेकी छिन् हो। दिउँसे भागेर आएर बाख्रा चाहिँ छिट्टै आउने भएको छ अचेलभरि। हजुर हेर्नु है साथीहरू, रम्पम पकाउँछु भनेको त नानीहरूको चोइस त पिर्ती पिरोको भयो। अनि त्यही भएर म पिर्ती पिरो चाउचाउ बनाउनु गइरहेको छु। अब के गर्नु, नानीहरूलाई यही खानु मन छ अरे, त्यही भएर मैले चाहिँ अब गइरहेको छु चाउचाउ पकाउनलाई। एकदम साधारण तालले बनाउँछु आज चाहिँ म चाउचाउ। तिम्रो यादले जिन्दगी घेरियो, सुत्ने उठ्ने रुटिनै फेरियो, माया हाँसेको कति राम्रो देखियो, माया हाँसेको भनेर चाहिँ मैले गीत गाएकै साथीहरू। स्वर चाहिँ राम्रो बिग्रेको रेडियो जस्तो छ, त्यही पनि मैले चाहिँ गीत गाइरहेको छु। अब चाहिँ म चाउचाउ बनाउन लाग्दैछु है साथीहरू। एक दुई सुकेको खोर्सानी मैले चाहिँ नानीलाई मागेको है साथीहरू। चुलो छेउमा बस्यो, नानीहरूलाई यो ले त्यो ले भन्यो, सजिलै छ। छोराछोरीहरू भएको त्यही त हो नि, हराउनलाई कहिले काहीँ कराउनलाई। नानीहरूले कहिले हँसाउँछ कहिले रुवाउँछ भने जस्तो। खुर्सानी पनि आइसक्यो हाम्रो। हाम्रो प्याज चाहिँ मजाले मैले खर्याइसकेको छु साथीहरू। अब सर्लक्क पानी हालेर यता हुरुरु आगो बालेर पकाउन थाल्दैछु म चाहिँ खाजा। चाउचाउ खाने भनेर खाने यहाँ सानो बाबुहरू चाहिँ पाक्नलाई टाइम लाग्छ। सबैजना साना भुन्टाङहरू चाहिँ पुरा आँटिरहेका छन्। हजुर त रात छोटो दिन लामो भयो, दिउँसो त भोक लाग्छ त साथीहरू। आमामा नानीहरूको हल्ली खल्ली खतरा छ। गाता किनेको लागि अब त्यतिमा आयो भने त लिएर लिन भने साथीहरू हाम्रो चाहिँ चाउचाउ पाकिसकेको छ। हट
अब माथि लिएर जाने हो। अनि नानीहरूको लागि चाहिँ यतिकै त्यो पिरो मसलाहरू नहालिकन यतिकै दिने हो नानीहरूलाई। अनि त्यसपछि आफ्नो आफ्नो भागमा मसलाहरू हालेर खाने हो। हजुरहरू पनि आउनु होला साथीहरू खाजा खानलाई। अब जानु पर्यो काँक्रा लिनलाई। अब एउटा काँक्रा पनि लिएर आउनु न त सलादको लागि। नानीहरू सबै माथि चढिसकेका छन्। आफूलाई पनि कतिखेर खाने हो भनेर खानलाई भइरहेछ हतार है। फटाफट गरेर एउटा काँक्रा टिपेर लानु पर्यो है। काँक्राहरू पनि चिचिलाहरू लागिरहेछ मजाले। कति देखाउने हो कति देखाएको हो नभन्नु होला है साथीहरू। अब के गर्नु त आफ्नो यही नि हो। करेसाबारी कस्तो मधुर मधुर देखेको छु त। या यो रहेछ अलि ठुलो एउटा टिपे। अब चट्ट पारेर सलाद बनाएर खानुपर्छ है त साथीहरू। यहाँ चाहिँ अब मसला हाल्यौँ अनि मम्मीले चाहिँ घोल्दै हुनुहुन्छ। नानीहरूलाई चाहिँ दिइसक्यौँ हामीले त्यतिकै साथ। अनि मसला खोइ त अरू छैन। मोबाइलमा चाहिँ अलिक सेटिदिएको छ तर रेलमा चाहिँ काँक्रा रहेको छ। त्यस पछाडि चाउचो रहेको छ। साथीहरू मैले चाहिँ आफ्नो लागि मसला छुट्टै हालेँ। आफूलाई गिलासमा राखेँ। 2 पिस काँक्रा। यहाँ हल्ली खल्ली भएर सबैजना खानामा व्यस्त छन्। नानीहरू चाहिँ सब नानीहरू है। अनि अब चाहिँ हामी खाना गइरहेका छौँ साथीहरू। हजुरहरू पनि आउनु होला खानालाई भनेर चाहिँ मैले बोलाएको है साथीहरू। त्यही भएर खाना आउनु होला है। ए यहीँ रहेछ त माया। नि मेरो सानो चाहिँ मम्मीको लागि गिलास लिनु गएको छ। मोबाइल चाहिँ स्विच अफ भइसक्यो। अस्ति पनि केरा रोप्ने बेलामा त्यही भिडियो गरेँ भनेको त एउटा पनि भिडियो भएको रहेछ। अब फेरि म मोबाइल उठाएर हेर्छु। त्यसपछि साथीहरू आउनु होला खानालाई। खानु हेरौँ न। ए भिडियो भइरहेको रहेछ। यहाँ चाहिँ नानीहरूको चाहिँ हल्ली खल्ली खतरा छ। सबै नानीहरूलाई चाहिँ मैले दिइसकेँ। अनि खाना पनि थालिसकेको छ नानीहरू चाहिँ। सेलाइसक्यो साथीहरू नखाने। ल ल ल रितु दिदीलाई दिनु न त यो लिनु। बसेर काँक्रा खाने ल्याउ त। यस्तै हो साथीहरू मेरो प्यार साथीहरूले पनि। तर नि यस्तै हो क्या भिडियो गर्दा गर्दै खाने कुराहरू चाहिँ सेलाउँछ। के गर्नु थमेरको लागि फोटो भन्यो के त्यो चाहिँ साथीहरूले बुझ्नुहुन्छ होइन त साथीहरू। अहिले हल्का सेलाए पनि चलेगा भाइ चलेगा। मैले चाहिँ भुजा पनि हालेको छु। पेट भर्नु पऱ्यो नि त साथीहरू पेट। त्यही भएर मलाई चाहिँ मनपर्छ भुजा र चाउचाउ। बसेर खाऊ त। खुर्सानी चाहिँ म खाँदिनँ। पिरो चाहिँ जति हाल्नु। लु 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 यो त नखाऊ पिरो छ बाबु। पिरो त्यसमा बाबुहरू पिरो छैन। ल त साथीहरू खायो है। खाऊ ठ्याक्कै 4 बजे। ल अग्नि पनि एक ग्लास हालेको थिएँ। ल त्यति भए पनि खाऊ खाऊ। मिस यो सानो छोरी भन्न चाहन्छु। सानो छोरी चाहिँ अहिले घरमा छैनन्। लालबन्दी गएको चाहिँ पसलमा।
नानीको बाबाले चाहिँ मन पर्दैन यस्तो खाजा। त्यो पनि सबैलाई सम्झेको छु है। सबैलाई सम्झेको छु सबैलाई। त्यति पानी मात्र ल्याइदिनु। छोरी हेर्नु त मोबाइल स्विच अफ के अरे ऊ भइसक्यो कि बन्द उठेर उतै जानु न भिडियो पनि गरिदिनु। खाए है भने मेरो नानीहरूले चाहिँ खाइसकेको छन्। सबैजना साथीहरू खाएर अगाएर बसिसकेका छन्। हाम्रो मम्मीले चाहिँ खाइरहनु भएको छ पछाडि दिदीले पनि। मम्मी 350 गीत नबजाइदिनु होला साथीहरू कपिराइट लाउँछ। छोरी साथी तर छोरीहरू चाहिँ साथी नै हुँदो रहेछ नि त अनि साथीहरू। हजुरहरूको पनि त्यस्तै होला मेरो पनि त्यस्तै छ। अनि मेरो आमाको पनि म चाहिँ साथी नै हो। त्यही त मैले चाहिँ पानी लान्छु त्यसमा दिदी। खानाहरू खाने मम्मीले आजै थपिदिन्छु क्या। वाउ अझै नानी यहाँ पनि छ। साथीहरू हाम्रो यतातिर चाहिँ म तारा खाउडे बोल्दै गर्दा छु। हौ सागमा यसो मिसाउने चाहिँ भयो तर एउटै छ। अनि यहाँ चाहिँ डल्ले खुर्सानी साथीहरू यो चाहिँ फुल्न लागिरहेको छ। फुल्न थालेको छैन चाहिँ तर कोप्रे लागेको जस्तो भइरहेको कोप्रे लाग्न आँटेको जस्तो छ। अनि हामी चाहिँ खाजासाजा खाएर बारीतिर भिड्दैछौँ। अनि यो घिरौलालाई पनि थाक्रा थोरै भयो कम भयो त्यही भएर हामीले यहाँ नयाँ थाक्रा गाड्यौँ भर्खरै। अनि यो मुने चाहिँ कता कता चरेर आएको हो। छुच्ची मुने भाग भाग। चाहिँ मेरो छोरी काम गरिरहेको छ। यो ठुली छोरी हो मेरो तर भिडियोमा आउनु मान्दैन नि त त्यही भएर मैले थोरै देखाएँ। अनि यहाँनिर घिरौलाहरू मजाले फुलिरहेको छ। यहाँनिर पनि फल्दैछ। त्यही साथीहरू वरिपरि देखाउने है। यो मेरो सानेलाई हजुरहरूसँग भेटाउने आइ गर्नु साने आइ नखुर्किनु न। लु ऊ त बोटैमा खुर्किरहेको छ त सानो माया त आइ गर्नु न त छिटो। ए आइ अनि बाई पनि अब चाहिँ लगभग साँझ हुन लागिसकेको छ साथीहरू। छोटो भिडियो भए पनि हाल्छु म हल्का फल्का एडिट गरेर भनेको। खुर्सानीहरू फुल्दै थियो यही पाठा आउँछ घर्ने घरि कुटु खाइदिन्छ। यस्तरी झार चाहिँ यहाँ झ्याम्मै परेको छ। हिसाब जोड्न खाता निकालेको होइन पासबुक जोडेको। ओ माई गॉड खाता त पसलभित्र छ होला त। तर म चाहिँ घरतिर आउनु पर्यो साथीहरू। यहाँ धेरै छोरीले हल्ला गरी यो खोइ त्यो खोइ भनेर है त्यही भएर म चाहिँ घरतिर आएँ। नानीले चाहिँ त्यहाँ खन्दैछ म पनि जान्छु एकछिनमा। दुध पनि लिएर आइसक्नुभयो काकाले उहाँ। अब काका पुरा पासबुक ठड्याएर। काका के छ हाल खबर? ठीक है हो ढेउआ हमरा बेगम पोती के शादी है। शादी है कुन पोती के? शोभा न रहले आए। काका मैले भिडियो बनाइदिएछु है। शोभा के शोभा के ए ढेवा चाहिए त अब त शादी के लेल ना। काकाले दुध पनि लिएर आइसक्नु भयो। अब साँझ पनि परिसकेको छ। काका चाहिँ कति पैसा भयो भनेर जोड्दै हुनुहुन्छ। पैसा चाहियो रे पैसा। जम्मक्कै साँझ त पर्यो त होइ। साँझ त झ्याप्पै परिसक्यो। अब चाहिँ म फटाफट मेरो सानो छोटो भिडियो हजुरहरू सामु राख्न चाहन्छु साथीहरू।
आजलाई चाहिँ बाई बाई भन्न चाहन्छु। देख्न सक्नुहुन्छ हाम्रो गाउँ है, साँझ परेको अवस्था, साँझ परेको भ्यू। हजुर ओहो आज त खुल्ला पैसा अघि नै सट्ट सबै दिइहाल्यौँ, अब अहिले चाहिँ खुल्ला पैसाले गाह्रो पऱ्यो त। कति छ त्यति दे, नभए बिहान लानुहुन्छ नि दिदी। हाम्रो पनि बत्तीहरू बलिसकेको छ। अब चाहिँ नानी घाद्रा गुन्द्रुम गरेर खानाको तयारी पनि गर्न थालेको छैन। सबै यो 10-10 रुपियाँ कि भोलिलाई नहुनु नि। ल त साथीहरू, मैले त टर्च बाले अँधेरो मान्छे, त्यही माथि अँधेरोमा देखिएन होला सायद भन्दै बत्ती बालेर अब चाहिँ भिडियो बन्द गर्नु पर्यो। साथीहरू नयाँ साथीहरू हुनुहुन्छ भने मेरो च्यानलमा चाहिँ मेरो भिडियो मन परेमा मन नपरेमा पनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला। तर साथीहरू मेरो साउन्ड चाहिँ अलिक घनन्न परेको छ क्या। म आफ्नै भिडियो यसो यताउतिबाट सुन्दा हेर्दाखेरि, मतलब मोबाइलमै हेर्दाखेरि पनि मेरो स्वर चाहिँ घनन्न, म घरमा पनि यस्तै हो क्या साथीहरू। बिस्तारै बोल्न आउँदैन, खासर खुसुर कुरा म बुझ्दिनँ। त्यही भएर मान्छेहरू कस्तो मजाले बिस्तारै बिस्तारै बोल्नुहुन्छ। मेरो साथीहरू कति पनि बिस्तारै बिस्तारै बोल्नुहुन्छ। मलाई चाहिँ त्यो आउँदैन कि म हड्याङ फड्याङवाला मान्छे हो। त्यस्तै जस्तो छ त्यस्तै सुनिदिनु भएको छ, हेरिदिनु भएको छ, त्यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद। जस्तो छ त्यस्तै भए पनि घनन्न आवाज सुने पनि अलिक सानो साउन्ड पारेर हेरिदिनु होला, सुनिदिनु होला भन्दै आजलाई चाहिँ बाई बाई साथीहरू। भोलि फेरि भेटौँला नयाँ भिडियो एन्ड ब्लगको साथमा। अनि बिदा हुन चाहन्छु। यो अँधेरी रातमा भन्दा पनि साँझ परेको बेला छ। अनि त्यति धेरै गर्नमा लाग्छ, त्यही पनि भोलि फेरि आज भिडियोमा गरौँला नि त। हस् त, गुड नाइट साथीहरू, गुड नाइट, बाई बाई साथीहरू।